नमस्कार दर्शकबिन हेर्न सक्नुहुन्छ हाम्रो कक्स पुरा मेहनती भइरहेछ अहिले एकदम मेहनतमा खटिरहेछ हैन। आजभन्दा उपरान्त मैले देखेको थिइनँ घाँस काटेर बस्तु भैँसी खसी पालेर बाख्रा पालेर हाम्रो कक्सले है हेर्न सक्नुहुन्छ। हेलो कक्स के भयो ढेबा एकचोटि यता हेरिदिउँ न। हेरिरहेको छु त ढेबा औडा हेन्सम छ नि यार बब्बाल छ यार हेन्सममा त। हजुर एउटा कथा छ के हजुर कुवा प्यासको लागि बनाइन्छ अरे। हजुर अन्जना आदमी त्यो कुवामा डुबेर मर्यो भने कुवा बनाउनेवालाको दोष हुँदैन अरे, डुबेर मर्नेकै दोष हुन्छ भन्छ। यहाँ पनि यस्तै हो, वस्तुले बाली खायो भने खानेवालाकै दोष भन्नु पर्यो होइन त। ल यही है अब एकदम मनन गर्ने प्रेसरको दबाई लिएर आएको। ए ठिक 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 दाजु। पितो पनि छ रातो पनि छ। आएको त सबै खेला आइदियो भइदियो यो त आफै सकेर सिरिस बेलामा सबै गएर के हेर चाहिँ लास्टमा त यतिमा हरिबसेको सपना त ठुलो रहेछ त। सपना त्यति जसरी सक्ने भन्नु यो त सक्नु सक्ने भनेको यी लास्टमा कसैले भान्जोला भन्छ भनेको खै त्यो डाइसको बजार मात्र हुन्छ भण्डारा त। राति हुँदैको मर्नु भन्दा बोलानीको हो नि त्यसमा झड आओस् अझै धेरै धेरै खेलेको होस् नि। यो दाउ यस्तो मान्छे ठमै हुँदैछ अघि झन् पुऱ्यायो भने जुन चाहिँ ठुलो नि हाताएर कुद्नु पर्छ व्यवस्थित काठमा चाहिँ लगेर जान्छ लान्छ त नि यो पैसा लगिदिएको त परेको डाइस पुऱ्यायो भने त म त हेर्न पाइनँ फाटे उठा यत्रो ल्याम्मै पाइयो कामै आज दिन भरेको त्यही हो। डाइस खेल्नु धेरै पैसा कति छ भरे आफै अगाडि झर्दा होला जाउँ है केटा भन्दै म त हेर्नै पर्छ अब के हुन्छ। उस्ता उस्तै भइयो भने मात्र हिँडिन्छ, उस्ता उस्तै भइयो भने। निक्लिजान्छ माथि पैसा म बाहिर निक्लिनु खोज्छ त्यसो पुलले त निस्किँदै पर्छ त अरे हाम्रो त चिम्लेर उही हराइ जान्छ त होइन देखिँदैन त होइन यस्तो हार्ने जस्तै राम्रो पिलिक पिलिक सेतो सेतो कालो दाना निस्केर पनि सेतो। यसको मुख लरबरिन्छ, यसको खुट्टा पनि लरबरिन्छ यसको त। डर लाग्दैन 8 वर्ष बसेर आएको अहिले 10 वर्ष बस्छु नि खोजेन काट्दिन्छु भन्छ अहिले पनि राम हो र कसले त्यसो यसपछि के हुन्छ यसको त मुख लरबरिन्छ, बोलेकै बुझिँदैन। डाइली कहिलेसम्मको लागि छोडेको म त दसैँ बनाउँछु अझै राम्रो बनाएँ अनि बरेले कहिले छोडेको अरे बरेले चाहिँ म त अनि घाम झुल्किनुभन्दा अगाडि छोडिसकेको थिएँ होइन, छोड्ने भनेको ककेको म कको बिहानै थियो साथीहरूसँग हतार हतार तानेर यसलाई निकालेँ ल्याएर 100 रक्सी किन्नु लाग्यो। यसले किनौँ स्वाटै बनायो, यसलाई पनि अलिकति खायो भने त उल्टी सुल्टी हान्छ छेउमा लात्ता लिप्थ्यौँ कि क्या हो भने लात्ताले नआऊ भने फेरि सट्ट बनायो अलिकति दिएको त अब ठिक हुन्छ यो खाता भनेको त्यो पनि फेरि स्वाटै बनाउँछ उल्टी सुल्टी हाल्दैन पनि। अनि एउटा बियर किन्नु ठुलो बियर, मैले सानो बियर किनेँ अनि त्यो खाएर अनि घर आएर केटाहरू भन्ने निस्केँ म कता गएँ हरेको घरतिर कता कुदिनु। अनि त्यसपछि घरमा आएर घरमा त्यो काठ राखेको त्यो खाट्ने छैन, हामी त आल्साको चौकी आएको त्यही सुरु गरेको आल्साको। हामीले त आल्सा खाएको नि मैले त घरमा त खाएको सुरुमा उनीहरूले मम्मीहरूले पालेको छ र त्यही त अरू त खाइन त्यो फलफुल मात्र खाइयो मैले त। खाएको गुराँसको मैले त 50,000 रुपियाँ तिरेँ होला त्यति नै। मैले 150 रुपियाँ जस्तो तिरेँ होला। सुरुमेलले फलफुल खायो होइन त्यहाँदेखि निहारमा कि बटाएर गयो गुराँस पाला किन्ने के बदल होइन हौ अहिले त निघारमा आइपुगेको छ अरे नि त खान्छ अरे त म बटारेमा सरेको चाहिँ म तल त्यो काठ लडाउँदाखेरि नहाने अरे रोसी भन्छ त मेरो हो अहिले के गर्न सक्छ भनौँ
जाठा भने त ठेल्दैको होइन किन मलाई ठेलेको भन्दै थियो जितेन्द्र कहाँ देखेर चाहिँ उडेर आएको गेम दिन थाल्यो गेम दिन त झला बिसार होइन हामी भाइ भयो क्या बल खेल्दै त्यसपछि घाइ सारे भाइ खानाले गर्दै रहेछ गरे बेला झर्का टप्पम होइन होइन पानी गरौँ गएर पैसा सल्लाह गरेको ल लास्टमा अनि म छेत्री भएर जन्मिनु मेरो गल्ती हो भन्दै खाँदैन तेल नकुट्नु पर्छ कि दाइले झन् उठेर हात हाल्यो कि त्यसलाई आइपुगी भन्छ कुट्ने क्या चोक्क नकुट्ने नासालाई भएको त उत्रैन भन्दै रातो ऊ गरेर केटी गरेर नि त्यसलाई हामीले अस्ति त्यो कामै थियो त्यसलाई कुटेर के पछि पनि त त्यो गौतम दाइले हात लाउँदाखेरि अब हामीले छोडिरहेको छौँ त्यो दाइले हान्दैन भन्ने लाग्यो त्यो जतापट्टि हान्छ नि त पछि त दाइले पुगेर त हे लातले पनि 29 भन्ने हान्ने गर्छ बोकिलो ताने गर्छ म बढेको छुटाएर मात्रै हो बढे त्यो दिन तगडा तिहारको होइन तिहार आउनु दसैँ आउनु लागेको थियो दसैँ तिहार चाहिँ दसैँ र तिहारको बिचमा त्यसरी बोले त्यत्रो त हो हामी उता यिनै पुगेका थियौँ तिनीहरूसँग अनि तपाईँलाई जसरी खेल्नु भनेर बोलाएको त्यो दिन एक एकवटा झारेको थियौँ तल पनि वाक्क भएर नखाएको कि माथि गएर भोटै घटेर खाएको त्यसपछि चाहिँ रुचेको भाइले गौतम किन घरको बारे छ नि त ए दुई घरको हो अनि त्यहाँ सुँगुरको बस हक अरे करा हकार त्यसलाई अरे क्या गौतम भाइलाई के भने करा आयो अरे किन बुढा बस खुवाइस ल कुट्नुपर्छ भन्यो क्या ल अब त्यसो कुटुङ भनेको त्यो हल्लिँदै बसेको गर्छ जाँदा भयो क्या ठ्याक्कै हामी त्यहाँ सल्लाह गरेर गएको हो त्यो त्यहाँ छ भन्ने कुरा हामीलाई थाहा पनि थिएन ठ्याक्क पुजे यो त्यहाँ बसेर पान्टेले कुटे त्यसलाई कुटे गरे मैले सरलाई खेदै गणेश सरलाई मैले भेटाएको थिएँ अनि पर्वत यहाँ रहेछ मसी नबस्ने भोपाल खोक्रो नबस्ने भन्नु हो क्या होइन बस्नु न गणेश सर भने ठिक्क त अब हल्लिँदै बसिरहेको त्यो फेरि कति बोलेको क्या अघि माइलो हाम्रो माइलोकोमा रुँदै बसिरहेको अनि म रिन्जेकोमा छिरेर चाउचाउ बनाउनु लाग्यो रन्जितहरूलाई बनाउनु लाग्यो थुक्पा मैले नि खाइदिएको एक प्लेट होइन उनीहरू कहाँ हरायो त्यो खारेको पनि रक्सी खायो बल खेल्नु जाने भने ठिक्क परेको फेरि आइपुगेछ भान्जा यहाँ बस्छ माथि राखेको रहेछ बसी बाहिर रिन्जेकोमा आएको डल्लाई सब क्या यस्तो त डल्दैन के को डल्नु भन्नु त्यसले क्या त्यही भन्नु त्यसले अनि मैले दाइ तिमी कति वर्ष पुग्यो 36 वर्ष ए त मुजी मसँग जुट्नु सक्छस् म 22 वर्ष पुग्दै गरेँ मलाई बडा भनेको म रिन्जेले नकुट्यो भने त बनाइ हालेको मन लागेको थियो क्या रिन्जार होस् मनले भन्नु अलि बडा पछाडि त्यसले राखे पनि अब बाहिर आएर कुट्छु भने आएको क्या बाहिर आएन पनि आयो ताई मैले गल्ती दिनु होला है सरी भन्नु ल भाइ या अनि गयो होइन यहाँ त मलाई त्यस्तो छ कि म त 22 वर्ष पुगेको छु 50मा जित्नु सक्छस् त्यसो बिहान आइज भेरेसमा रोक्सी मान्छे ल्याएछ रमजान नराखेर ल्याउँछु तर बाजिस् तर यहाँ परेर उसले जित्छ मैले भनेको म त्यही भने त्यसलाई तँसँग पावर होला मसँग हान्ने आइडिया छ आइडिया लड्नु मैले भने क्या म त 22 वर्ष पुग्दैछु त्यही पर्को भने मात्र झक्क चलाएको थियो क्या खानु पर्छ है तपाईँले म खाएका थिइनँ क्या म कागजमा फेरि लो पार्थेँ कि है त ओरा आएपछि त त्यसलाई काउन्ट नगर भनेको नि त गौतम दाइले दाजु यसो गर्छ दाजु गर्छ यसरी बसेको छ कि म नाल्नु पनि अनि त्यति हुटिङ लागेको थियो एकातिर अनि कराएको छ त्यति नै सुर्सीबाट त हामीले पनि काउन्ट गर्दै थियो रोक्सीमा कोहीसँग बोल्दैन रोक्सीमा कोहीसँग बोल्दैन नि त जोजाएर नमस्कार गर नमस्कार गर यो जाँड अरे नमस्कार गर न यहाँ नमस्ते यो अब 5 दिन लाग्ने नमस्ते, भाग्यमानी हुनु। बोलेको आज सक्ने हो नि 5 दिन लाग्छ भन्छ अब कुन सक्ने रे 5 दिन सक्ने हो नि हाम्रो चाहिँ खाजा खाएर अब काम सुरु भइसक्यो दर्शकबिन कल्याणले कति हजार पुगेको छ कल्याणले कति पैसा हेर्न सक्नुहुन्छ म यस टिम त दियोर हाम्रो कके मेहनती भाइले त कति 1200 खाएका थियो र अरू त 6000 पुगेको थियो भाइको त 1200 कति होइन त्यो पछि त अन्डा हामी चाहिँ खर्च हुन्छ भनेर घरतिर आइगएको अन्डा छ जरा हेर्न सक्नुहुन्छ दर्शकबिन हाम्रो बिरुवा जागेको छ हेर्न सक्नुहुन्छ यस्तो दामी छैन बिरुवा यसपालको बिरुवा रोपेको 4-5 महिना भयो होला के बेला रोपेको यो भदौमा रोपेको बिरुवा अबको 2 वर्ष पछि त नि रोपेको 4-5 महिना हुन्छ पुरा एरिया छ यो एरिया हेर्न सक्नुहुन्छ
यता देख्नु बडाउले फलफुल भनेर खान्छ फलफुल लु लु यो केही भनाइहरू राख न के भनेर राख्नु केही भनाइहरू हुन्छ नि त म बढेको कुराले म बिहोस हुँदैछु त्यही अलैँचीको बारेमा भन न के अलैँची बारेमा है भिडियो राम्रो आएन त्यही पनि ठिकै छ एकै तालमा हो एकै तालमा अलैँची हामीले गोडेर सक्यौँ त्यही भएर आज यहाँ विशेष चाहिँ सक्न त अझै बाँकी नै छ सक्न चाहिँ बाँकी नै छ फुलहरू है यस्तो फुलेको छ तिहारमा नभएर